बेलुकाको भात एकैचोटि जोगाउँ भनेर यहाँ आइसक्यो हैन। अब दिउँसो त कामले भ्याएन। ओइ तिमीहरू कहाँ हिँडेका? अब हामी खान थाल्यौँ है त। अब मासु र भात खान आएको, अब खानु पर्यो नि त। बेहुला र बेहुली यिनै हुन्। हाम्रो चाहिँ अब भात खाने कार्यक्रम भइरहेछ। भाडा मस्काइदिन्छ आफै गर, आफैले गर्ने। अब हाम्रो चाहिँ बिहे कहिले हो थाहा छैन। अब अरूको चाहिँ बिहे खानु गइँदैछ। एक दिन जुर्ला नि नाठो एउटा म पनि म त होइन एउटा जुर्ला नि त भनेर भनेको। अब चाहिँ टन्न मासु भात खानी हो, बल्ल बल्ल भेटेको होइन त। कस्तो यो घामले पनि आज हामीलाई राम्रो देखेन। हामी चाहिँ बिहे खानु हिँडेको। अब हाम्रो चाहिँ बिहे कहिले हो थाहा छैन। अब अरूको चाहिँ बिहे खानु गइँदैछ। एक दिन जुर्ला नि नाठो एउटा न एउटा होइन केटा। तँ पनि गुवातेछस्, म पनि गुवातेछ। म त होइन त्यही भएर एउटा न एउटा जुर्ला नि त भनेर भनेको। अब जुर्छ होला सायद। दुइटै केटाहरू अभिभाइ है। यो गुवाचे पनि अभिभाइ, म पनि अभिभाइ। अब हामीले पनि भेट्छौँ होला बिस्तारै बिस्तारै। भाग्यले हामीलाई साथ दिन्छ होइन। अब हाम्रो टोली चाहिँ थुप्रै छौँ होइन, थुप्रै छौँ। अब आमाहरू आउनु, आमा टोलीहरू पछाडि हुनुहुन्छ। बाउ काका बाउ बहिनी दिदीहरू अगाडि हुनुहुन्छ। उता जाँदैछौँ, यता हामी खास यता छौँ होइन। आज चाहिँ टन्न मासु भात खानी हो, बल्ल बल्ल भेटेको होइन त केटा। आज बल्ल बल्ल मासु र भात भेट्यो। आज टन्न खानी हो। टन्न खाएर जिङ्रिङ्ग मोटाएर हामी चाहिँ गतिलो हुने हो आजदेखि है त। हेर्दै गर्नुलाई यो भिडियो चाहिँ बिहे खानलाई है। मजाले बिहे खानु मासु र भात खानको लागि हाम्रो टोलीहरू चाहिँ यसरी आइरहेछौँ। विशेष गरी यता होला खानुपर्ने चाहिँ। तर बेलुकाको भात एकैचोटि जोगाउँ भनेर यहाँ आइसक्यो होइन। अब दिउँसो त कामले भ्याएन। बेलुका भात चाहिँ ट्याक्कसँगले के पकाइराख्नु अल्छी लाग्छ भनेर ठिक्क समय मिलाएर मासु र भात खान आइयो बिहेमा। अब यही हो गाउँ चाहिँ है। बाँकी भिडियोहरू तपाईँहरूलाई म देखाउने नै छु। हजुर यो पहिलाकै बाटो हो, पहिलाकै बाटो छ सबै। पहिला अब पुलोमा लाने चलन थियो, अब यसले पाइप छ। बिहे खाने टोलीहरू सबै आइसक्यो। आफ्नो तालमा छन् सबैजना। ओइ तिमीहरू कहाँ हिँडेका? कसको बिहे खानु? आइसक्यौँ होइन। बेहुला र बेहुली यिनै हुन्। यिनीबाट उता छिर्ने होला। ल हाम्रो टोलीहरू चाहिँ आइपुग्यो नि त बिहे गरौँ। बिहेमा त मान्छे छैन त, हामी मात्र छौँ क्या। ल ल है
यो पक्रिला यो कसको हो मेरो तपाईले खानु हो मैले खाएको छु खान खान्छ कि साइला हामी सरसरी यसरी अब खानुपर्छ यो र घरको बिहेमा के आएको थाल्यो अर्कै खालको अनि के आयो सम्झी त पर्दैन थियो मलाई त दाजु ब्याग ल खानुमा पक्रिदिन्छु खानु यता हुनुहुन्छ हाम्रो मान्छे कति निकाल्नुहुन्छ पैसा पैसा त धेरै छैन बिहे खान आएको बिहान आएको पैसा छैन मेरो त पैसा निकाल्नु त अँध्यारो हो त तपाईँको त पैसा भन्ने चिजै त्यस्तो हो नि त तपाईँहरूको नि उल्टो लाग्यो हाम्रो चाहिँ अब भात खाने कार्यक्रम भइरहेछ भात खाने कार्यक्रममा अलिक ढिला आएको हुनाले ढिलै भयो भाडा मस्काइदिन्छ बुहारी हरा लम्बा आफै गर आफैले गर्ने बुहारी ल्याएको त्यही पनि टिका लाउँदै खुट्टा छैन मात्रै हो त एउटा बुहारी ल्याएको अब पछि मार्छ नि अहिले नमार्दै पनि ए हुन्छ हस् हस् ल है ठिक छैन सर अब के गर्नु हाम्रो यसो सानो कुटी छ होइन यो कुटी नै सबैभन्दा राम्रो दुःखसुख हस् दुःखसुख चलाउँ है हस् 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 यो त सबैभन्दा राम्रो नि सबैभन्दा राम्रो भात खाने क्रममा छ बच्चालाई खुवाउनु ल ल ल त्यसो भए है बाबा तपाईँ दुई किलो मिला यो चाप हाम्रो कता मिलाऊ है हो सर यता हामी खान थाल्यौँ है त हजुर त्यो खानु पऱ्यो नि त अब मासु र भात खान आएको अब खानु पऱ्यो नि त मासु र भात खानु पऱ्यो नि त तपाईँलाई म देखाइरहेको छु मासु र भात खान आएको छैन घरको पर्दामा यसमा पुस्यो यताउति हेरेरै गर्छ क्यामेराले खिचिरहेछ कैद भइसक्यो